अहिलेको हाम्रो काङ्ग्रेस र एमालेको जुन सरकार बनेको छ नि, यो त विकल्प नै नभएर बनेको सरकार हो नि। मैले चाहिँ आजसम्म पोलिटिक्सलाई जति नजिकबाट निहालेको छु, संविधान संशोधन गर्ने हामी भनेर त्यो सरकार ढलाएर यो सरकार बनाउनुतिर लाग्यो, खै त संशोधन भएको अहिलेसम्म के चाहिँ संशोधन भयो? यदि यो अहिलेको सरकार ढल्यो भने चाहिँ के हुन्छ त? अब नर्मली अहिलेको पोइन्टमा नि यदि केही गरी सरकार ढल्ने अवस्था बन्यो भने चाहिँ के हुन्छ भन्दाखेरि अब यो नयाँ सरकार बन्न सक्ने सम्भावना एकदमै न्यून छ के। त्यसले भनेको चाहिँ सरकार हाम्रो देशसितै मध्यावधि चुनावतिर जान सक्ने अवस्था चाहिँ सरासर देखिन्छ। अनि त यस्तो खालको पोलिटिकल सिचुएसनहरू चाहिँ बनिरहेछ र अहिले जुन 2063 सालमा चाहिँ हाम्रो प्रचण्ड सरको चाहिँ के थियो भन्दाखेरि त्यो एउटा डर थियो नि। खासमा हामी सबैमा कस्तो खालको चाहिँ डर थियो नि, त्यतिखेर त्यस्तो डरको माहौलमा त त्यो पोलिटिकल पार्टी त्यति अगाडि बढेको थियो, त्यत्रो धेरै सिट ल्याएको थियो। अहिलेको पोइन्टमा चाहिँ तपाईँहरूले कसरी निहाल्नुहुन्छ? तर अहिले चाहिँ बालेन सरको भनेको चाहिँ तपाईँको क्रेज नै छुट्टै छ क्या। त्यो बालेन सर नै अगाडि आउनुपर्छ भन्ने होइन, अब चाहिँ नयाँ मान्छे पनि अगाडि आउनुपर्छ भन्ने एउटा प्रोत्साहन चाहिँ उहाँले दिनुहुन्छ क्या सरासर। त्यो त राम्रो हो नि त, देशको लागि त राम्रो हो नि त खासमा त्यो त, लन्डनको लागि होइन। भनेको त्यतिखेर एक लेभल चाहिँ घट्न सक्छ, त्यसले अलिकति एउटा लेभलको चाहिँ इम्प्याक्ट पार्न सक्छ यदि केही गरी यस्तो खालको सिचुएसन निकट भविष्यमा भयो भने। र केही गरी राम्रो नेतृत्व अगाडि आउने हो भने चाहिँ नेप्सेको लागि 10,000 भनेको सानो टार्गेट हो। अहिले चाहिँ पोलिटिक्स यस्तो फेजमा छ कि होइन, अनि जुन कुराले गर्दाखेरि चाहिँ यसले अब आउने हाम्रो शेयर बजारमा चाहिँ अलिकति राम्रै खालको इम्प्याक्ट पार्न सक्ने सम्भावना धेरै छ कि होइन। जस्तै कि बङ्गलादेशमा जे भएको थियो होइन, हाम्रो अरू भनौँ श्रीलङ्कामा जे भएको थियो, अब हाम्रो देशमा पनि सिचुएसन त त्यही नै छ नि होइन। पहिले होला होइन, अथवा केही नभए पनि अहिले नै नभए पनि पछिल्लो 17 वर्षदेखिबाट चाहिँ हामीले यही पुरानो दलहरूले चाहिँ जे गरिराख्नु भएको छ त्यही देखिरहेछन्। लगातार नराम्रो 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 भइरहेछ भनेको अब राम्रो हुन सक्ने सम्भावना त धेरै छ नि त अभियसली होइन। अब यसको केही रिजनहरू पनि छन् है, अलिकति बेसिक भन्दा पनि अलिकति पोक्त आधारहरू छन् क्या अहिलेको पोइन्टमा चाहिँ। जस्तो कि हाम्रो यो जुन युएसएडको कुरा थियो नि, युएसएड रोकिएको किन? हाम्रो डोनाल्ड ट्रम्पजीले चाहिँ के गर्नु भएको छ भन्दा एउटा वक्तव्य नै निस्केको थियो नि, नेपालमा पठाएको पैसा जति चाहिँ सबैले घुस मात्रै खाए, कसैले काम गरेनन्, त्यही भएर मैले रोकिदिएँ। अब यो किन पठाउने त होइन, कामै भएको छैन भने किन पठाउने भनेर त्यो सरासर त्यतिको लेभलको मान्छेले चाहिँ अभिव्यक्ति दिँदै गर्दाखेरि त अझै पनि हामीले हो कि होइन भन्ने कुरा त छैन नि, त्यहाँ त ढुक्कै हो नि त त्यो कुराले चाहिँ सरासर हाम्रो पोलिटिकल पार्टिजहरूलाई नै ह्याम्पर गर्छ कि क्वेसन उठाउँछ। अब हामी क्वेसन चाहिँ गरिरहेको छैनौँ अहिले भन्ने मात्रै हो, तर अभियसली केही न केही टाइमपछि त्यो क्वेसनहरू उठ्छ नि त। यसले गर्दाखेरि त्यसलाई गाह्रो पर्ने हो, पोलिटिकल पार्टिजहरूलाई नै गाह्रो पर्ने हो। त्यसले गर्दाखेरि पनि अलिकति पोलिटिकल्ली चाहिँ सिचुएसन नराम्रो नराम्रो हुँदै गएको छ भनेको। हुन त अभियसली यो राम्रो हुनकै लागि हो, तर केही कुरा पनि राम्रो हुनको लागि त पहिला त्यो बर्बाद भएर अनि बल्ल राम्रो हुने हो कि। अहिलेको हाम्रो काङ्ग्रेस र एमालेको जुन सरकार बनेको छ नि, यो त विकल्प नै नभएर बनेको सरकार हो नि, बाध्यता नै क्रिएट भएको कारणले गर्दाखेरि हो। जुन पोइन्टमा चाहिँ हाम्रो रवि लामिछानेजी र प्रचण्डजी अहिलेको चोटि चाहिँ जुन एग्रेसनमा अगाडि बढिरहनु भएको थियो, अब अहिलेसम्म चाहिँ कहिले त्यसरी नेताहरू समातेको चाहिँ हिस्ट्रीमा थाहा पाउनु भएको थियो। त मैले चाहिँ आजसम्म पोलिटिक्सलाई जति नजिकबाट निहालेको छु, त्यसरी चाहिँ एग्रेसिभली सबै कुराहरू अगाडि आइरहेको बेलामा नै अनि के भयो भन्दाखेरि हाम्रो भुटानी शरणार्थीको केस चाहिँ अलिकति एक्सट्रिम भइसकेको थियो त्यतिखेर। मतलब भएन त्यतिखेरको पोइन्टमा केही न केही काम भइरहेको थियो, अनि त्यसैलाई नै रोक्नको लागि भन्दा पनि अब योगी सरले सरकार ढलेको थियो त्यतिखेर। संविधान संशोधन गर्ने हामी भनेर त्यो सरकार ढलाएर यो सरकार बनाउनुतिर लाग्यो, खै त संशोधन भएको अहिलेसम्म के चाहिँ संशोधन भयो? त्यसमा चाहिँ यदि यो अहिलेको सरकार ढल्यो भने चाहिँ के हुन्छ त? अब मानौँ होला अर्को पोलिटिकल्ली भनौँ न अरू पार्टीहरू मिलेर पनि बन्न सक्ने सम्भावना चाहिँ छ, तर सिचुएसन कस्तो हुन्छ त्यो पनि एकचोटि निहालौँ न हामी। नम्बर अफ सिट पोलिटिकल पार्टिजहरूको कति छ होइन, हामीलाई कति 138 चाहिने होइन, 137 138 त चाहियो, त्यो नभइकन त सरकार गठन त हुँदैन हो। त्यो भनेको त त्यतिको पोइन्टसम्म त चाहियो नि त हामीलाई। अब तत्काल अहिले रासोपासँग जुन सिचुएसन बनिरहेको छ, तत्कालै रासोपा सरकारमा जाने स्थिति छैन। मैले भनेको चाहिँ दुईटा हाम्रो एमालेको चाहिँ कति छ भन्दाखेरि 78 होला सायद, काङ्ग्रेसको 88 होला, रासोपाको माओवादीको चाहिँ कति 30 32 21 त्यसपछि 12 होइन, समाजवादी 12 पनि छैन कति 12 होला, 12 चाहिँ होला। छोरो छैन, छोरो कहाँ छ? राप्रोमा चाहिँ होला, राप्रोमा चाहिँ होला सायद होइन। भनेको जे यसरी 10 वा 8 भनौँ यसरी छ क्या। अब भनेको यो पोइन्टमा हाम्रो यो रासोपा होइन, यो चाहिँ रासोपा भयो, यो पार्ट नै यो पार्ट चाहिँ यहाँबाट हट्ने बित्तिकै र यो दुईटा पार्टी मध्येमा चाहिँ के विवाद भएर भनौँ अथवा केही इथिक्सकै कुराहरू आएर इन्भेस्टिगेसन भइसकेपछिबाट सरकारकै मेन मान्छे मुख्य मान्छेमै केही कुराहरू उठ्यो र सरकार ढल्यो भने त्यो दुईटै पार्टी चाहिँ सरकारमा रहनु मिल्दैन। र त्यतिखेरको पोइन्टमा चाहिँ
अब यो एउटा पार्टीलाई जोडेर तपाईँले अरू कुनै पोलिटिकल पार्टिजहरूसँग चाहिँ जोडेर तपाईँले सरकार गठन गर्नलाई 137 सिटको चाहिँ 138 सिट यहाँ तपाईँले जोड्न खोज्नुहुन्छ भने तपाईँले सानो सानो 5 देखि 3-4 सिटदेखि 5 सिट ल्याएको पार्टीलाई पनि जोड्नु पर्ने हुन्छ भनेको त यो हुने बित्तिकै त अनि यो सरकार ढल्ने बित्तिकै यहाँ त सिचुएसन त डामाडोल हुनेवाला छ नि त। नर्मली अहिलेको पोइन्टमा नि यदि केही गरी सरकार ढल्ने अवस्था बन्यो भने चाहिँ के हुन्छ भन्दाखेरि अब यो नयाँ सरकार बन्न सक्ने सम्भावना एकदमै न्यून छ के। त्यसले भनेको चाहिँ सरकार हाम्रो देशसितै मध्यावधि चुनावतिर जान सक्ने अवस्था चाहिँ सरासर देखिन्छ। भने त यस्तो खालको पोलिटिकल सिचुएसनहरू चाहिँ बनिरहेछ र अहिले जुन 2063 सालमा चाहिँ हाम्रो प्रचण्ड सरको चाहिँ के थियो भन्दाखेरि त्यो एउटा डर थियो नि खासमा हामी सबैमा कस्तो खालको चाहिँ डर थियो नि त्यो त्यतिखेर त्यस्तो डरको माहौलमा त त्यो पोलिटिकल पार्टी त्यति अगाडि बढेको थियो त्यत्रो धेरै सिट ल्याएको थियो। अहिलेको पोइन्टमा चाहिँ तपाईँहरूले कसरी निहाल्नुहुन्छ तर अहिले चाहिँ बालेन सरको भनेको चाहिँ तपाईँको क्रेज नै छुट्टै छ क्या। त्यो बालेन सर नै अगाडि आउनुपर्छ भन्ने होइन अब चाहिँ नयाँ मान्छे पनि अगाडि आउनुपर्छ भन्ने एउटा प्रोत्साहन चाहिँ उहाँले दिनुहुन्छ क्या सरासर है। भनेको यो चाहिँ हाम्रो एउटा टर्निङ पेज चाहिँ पुग्न थाले हो कि भन्ने खालको पोजिसन देखिन्छ र अहिले यदि केही गरी यस्तो खालको सिचुएसन बन्यो भने तपाईँहरूलाई एउटा नर्मल मैले इस्टिमेसन भन्न खोजेको के भन्दाखेरि जुन लेभलको चाहिँ करप्सन हाम्रो देशमा चाहिँ अहिले भइरहेछ त्यो लेभलको नै घोटाला सेयर मार्केटमा पनि हुन्छ र तपाईँको अहिले हाम्रो विष्णु पौडेल सर अर्थमन्त्री भएर के अरे आउँदै गर्दाखेरिको पोइन्टमा पनि उहाँले जुन चेन्जेसहरू गर्नु भएको छ मलाई जहाँसम्म 100% लाग्छ उहाँको आफ्नो मान्छेहरूले पनि धेरैले चाहिँ त्यहाँ चाहिँ मार्केटमा पैसा लगाउनु भएको छ किनकि उहाँले केही पर्टिकुलर राम्रो चेन्जेसहरू लिएर आउँदै हुनुहुन्छ भन्ने कुरा भएकै कारणले गर्दाखेरि पनि होइन। भनेको केही गरी जुन यो घोटालाहरू र यो कुराहरू मैले गरिहालेँ अब यदि केही गर्छ हाम्रो यो सरकार सरासर ढलेर मध्यवर्तीतिर जाने कुरा आउँछ र राम्रो तरिकाले अनुसन्धान हुन्छ र सबैजनालाई चाहिँ भनौँ जति पनि भ्रष्टाचारी हुनुहुन्थ्यो उहाँ सबैलाई चाहिँ समातेर खोज्ने कुराहरू आउँछ भने चाहिँ त्यतिखेरको पोइन्टमा मार्केटबाट राम्रै पैसा चाहिँ बाहिर निस्किन सक्ने सम्भावना छ किनकि त्यहाँ चाहिँ हाम्रो अलिकति पोलिटिकल्ली इन्भल्भ व्यक्तिहरूको पनि पैसा मार्केटमा छ है। त्यतिखेरको अवस्थामा चाहिँ के हुन सक्छ भन्दाखेरि यदि भयो भने यो जरुरी छैन कि त्यो हुनैपर्छ भन्ने तर यदि केही गरी भयो भने त हामी त त्यसकै निकट भविष्यकै तर्फ त लागिरहेछौँ नि त अहिलेको अवस्थासम्ममा त होइन। डुब्ने भन्नु त हुँदैन होइन त्यहाँ दुईटा खालको सेन्स आउँछ यसमा दुईटा खालको सेन्स आउँछ एउटा चाहिँ के हुन्छ भन्दाखेरि सेन्टिमेन्टले पनि जित्छ कि जस्तो कि त्यतिखेरको पोइन्टमा 400+ पोइन्टको चाहिँ फल आउन सक्छ नेप्सीमा होइन। अनि त्यो भनेको चाहिँ जस्तो कि नेताहरू भनौँ तपाईँको जस्तो कि पोलिटिकल्ली करप्ट मान्छेहरू समातिनु र देश अलिकति राम्रो अवस्थातिर लम्किँदै गर्दैछ है भन्ने खालको इन्डिकेसन हो नि त त्यो त भनेको त त्यसले त हामीलाई एउटा पोजिटिभ सेन्टिमेन्ट पनि त दिन्छ नि जति पैसा त्यहाँबाट निस्किँदै गर्दाखेरि चाहिँ सुरुको फेजमा अलिकति डाउनफल दिन सक्छ तर त्यो डाउनफललाई रोक्दै गर्दाखेरि चाहिँ हामी जेनरल सेन्टिमेन्टमा चाहिँ एउटा पोजिटिभ भाइब आउँछ क्या त्यसले गर्दाखेरि म अझै पैसा पनि इन्जेक्ट गर्छु नि त मार्केटमा होइन। त्यो त राम्रो हो नि त देशको लागि त राम्रो हो नि त खासमा त्यो त लङ टर्मको लागि होइन। भनेको त्यतिखेर एक लेभल चाहिँ घट्न सक्छ त्यसले अलिकति एउटा लेभलको चाहिँ इम्प्याक्ट पार्न सक्छ यदि केही गरी त्यस्तो खालको सिचुएसन निकट भविष्यमा भयो भने र केही गरी राम्रो नेतृत्व अगाडि आउने हो भने चाहिँ नेप्सीको लागि 10,000 भनेको सानो टार्गेट हो। त्यो तपाईँको सबैजना भाग्ने खालको सिचुएसन भइदियो भने त मानौँ त्यो सबै बेचेर त निस्किनु त पर्यो नि त त्यो त पैसा त्यही फ्रिज भयो मैले त्यो पैसा छोडेरै भाग्नु पर्यो होइन। सेयर मार्केटमै मैले छोड्दै मलाई मतलब छैन म मात्र भाग्नु पर्यो अब जहाँसम्म यदि म त्यसै गरी भागिरहेको छु म पैसा त लिएरै जान्छु होला होइन। भनेको त्यो कुराहरू चाहिँ इम्प्याक्ट पार्छ क्या त्यो बेला भन्दा पनि जस हामी फर्स्ट फेजमा चाहिँ छिर्नु भएन जस एउटा एग्रेसिभली फल भइरहेको पोइन्टमा घट्न थालेर अनि त्यसपछि एउटा बेस बनाउन थाल्छ नि जब मार्केटले अलिकति साइडेज बस्न थाल्छ नि तब चाहिँ हामी छिर्ने हो क्या। यदि त्यस्तो खालको सिचुएसन भइहाल्यो केही गरी भने यदि बौद्धिक र राम्रो पोलिटिकल लिडर मध्येमा अगाडि आउनु भएको मध्येमा चाहिँ लाग्ने भनेको एकजना बाबुराम भट्टराई हो होइन। उहाँले चाहिँ के गर्नु भएको थियो भन्दा त्यतिखेर आफ्नो पालामा आफ्नो नेपालमा हाम्रो बनिरहेको हुलास गाडी चाहिँ म त अटोमोबाइल इन्जिनियरै हो होइन। अनि मलाई त्यो कुराले चाहिँ अलिकति जान्छ होइन। त्यो त्यतिखेरको पोइन्टमा हाम्रो देशमा एउटा अटोमोबाइल नै म्यानुफ्याक्चर हुन्थ्यो र उहाँले त्यसलाई प्रोत्साहन गर्नको लागि त्यही गाडीमा चढ्नु हुन्थ्यो आफू होइन। त्यो पार्ट चाहिँ मलाई राम्रो लाग्छ उहाँको होइन। त्यो धेरै कुराहरू छ अब देश विकास भयो भने त 10 वर्ष 15 वर्ष लगातार गरिदिन्छ नेप्सी त्यो हो नि त हामीलाई चाहिएको त अनि अहिले चाहिँ नेप्सी बल्ल कतिमा छ किन त हजुर 60-70 हजारमा छ।